सुरुमा आज धरती मातालाई स्वागत गरेर स्वागत छ माताजी। धन्यवाद। देश विदेश बस्नुभएका बुवा आमाहरूले लेक्साइड टिभी सुनेर बस्नुभएका बुवा आमाहरूलाई कोटी कोटी प्रणाम र धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अहिले के गर्दै हुनुहुन्छ माता? अहिले अब कहिले बुटोल हुनुहुन्छ, कहिले कता हुनुहुन्छ, अहिले कता हुनुहुन्छ भनेर धेरैलाई चासोको विषय पनि हुनसक्छ। कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ अहिले? हजुर, अहिले म काठमाडौँ माता तीर्थ छु होइन। हजुर। अनि वैशाखको 1 गते तिनौ गङ्गामा सबैले अब जान्नु छ नि त। तिनौ गङ्गाको शक्तिको बारेमा सबै भक्तहरूले वैशाखको 1 गते गोलपाराबाट उता दुर्गा मन्दिर छ, दुर्गा मन्दिरको सिधै तलपट्टि मैले तपस्या गरेको गङ्गामा सबैलाई नुहाउन आउनु भन्न चाहन्छु नयाँ साल। र नयाँ सालबाट हामीले अब नयाँ सुरुवात, राम्रो कर्म, सत्य धर्म, सत्य के हो भनेर अब चिनाउँदै जानुपर्छ र सत्य गर्नुपर्छ भन्न चाहन्छु। अब अहिले त नेपालमा चुनावको माहौल चलिरहेको छ। माताजीले कतिको हेर्नु भएको छ? कता कता अहिले त नयाँ नयाँ पार्टीहरू आइरहेका छन्। अब त माताजीले अब पछाडि नै दिन सकिन्छ, घन्टी राख्नु भएको छ, घन्टी पार्टीहरू लगायत धेरै धेरै आइरहन्। कसरी हेर्नु भएको छ अहिलेको यो चुनावको माहौललाई? पहिलाभन्दा अलि फरक पनि छ अहिले? मैले त के भन्न चाहन्छु भने राम्रो पक्ष आओस् होइन। जस्तै धरती भनेको जननी सबकी आमा हुन् होइन। हामीले एउटा सनातन धर्म भनेर एउटा घन्टी लिएर होइन, हामीले एउटा मन्दिरमा राख्ने घन्टी हो होइन। त्यो घन्टी बजाएर तपाईँ जब समाजमा देशभरि हिँड्नु भएको छ भने विजय घन्टीकै नै हुन्छ होइन। किन हुन्छ भन्दा राम्रोको हातमा पनि छ, नराम्रोको हातमा पनि छ। त्यस्तै चाहिँ राज्यले पनि घन्टी बजाएको छ भने तल गरिबले पनि धनीले पनि जस्तोले पनि घन्टी बजाएको छ। सनातन धर्मको अनि यो घन्टी भनेको सबै यो धर्म पक्षको घन्टी हो। तपाईँहरूले जसरी घन्टी छप्नुभयो त्यस्तै गरेर सत्य गर्नुहुन्छ भने यो देशमा अडिन सक्नु नै छ होइन। यदि घन्टीले पनि जित्छु भनेर सबै यिनी नेपाली जनताहरूलाई ललाउने र फक्काउनु भयो भने त तपाईँ नै नाश भएर जानुहुन्छ भनेर भन्न चाहन्छु मैले। भनेपछि घन्टी लिएर हिँडेपछि अलिक सावधानीपूर्वक लिएर हिँड्नु पर्यो हो नि त। किनभने शङ्खा घन्टी होइन, जुन शिवरात्रि आउँछ नि त्यो समयमा तपाईँले हेर्दै जानुभयो 2073 सालबाट जति म तपस्या जुन मलाई कठोर कठोर भगवान्ले लिएर हिँड्नुहुन्छ त्यो समयमा साथसाथै यिनीहरूको चुनाव हुन्छ होइन। साथसाथै यिनीहरूले चुनावमा गर्दाखेरि कहिले सूर्यमा घन्टी के अरे सूर्यमा हैसा र हतौडा जोडेर जानुभयो होइन। सत्य रहन्छ भने यो देशको सत्य व्यक्ति हुनुहुन्छ भने यो रहनेछ। यदि तपाईँहरू असत्य हुनुहुन्छ भने मासेर जानेछ भनेर मैले बुटोलमा भनेको थियो। अहिले मासेरै जानुभयो होइन। सबभन्दा मेन के हो भन्दाखेरि मलाई पार्टीको कुनै पनि उ छैन। एमालेलाई पनि हामीले सबै जनताले मिलेर भोट दिएकै हुन्, देशको लागि गर्छ कि भनेर होइन। कुनै कुरा गर्नु पनि भएको छ होइन, गर्नुभएको छैन भन्न मिल्दैन। अनि काङ्ग्रेसले पनि कुनै कुराहरू गर्नुभएको छ, कुनै कुरा गर्नुभएको छैन भन्न मिल्दैन। र माओवादीलाई पनि सारा जनताले युद्ध गर्दा 10 वर्षसम्म युद्ध गर्दा सारा जनता मरे। ओहो, यिनीहरूका एकचोटि हामीले दिएपछि भोट दिएपछि यो देश बनाउनुहुन्छ कि बन्नुहुन्छ कि भनेर हामी माओवादीलाई पनि भोट दिएका हौँ कि होइन। माओवादीले पनि कतिसम्म बनाउनु भयो तपाईँहरूकै हातमा छ। अहिले घन्टीलाई पनि एकचोटि चान्स दिउँ भनेर सबैको जनताको एउटा मुखा र बिन्दुबाट घन्टी घन्टी आवाज आइरहेको छ। सारा जनताले देवताको रूपमा शक्तिको रूपमा छप्नु भएको छ भने यो देश एकीकरण बनेर विश्वले मान्ने हुन्छ होइन। यदि तपाईँले पापी र तपाईँले मै खाउँ र मै लाउँ भनेर भन्नुहुन्छ भने तपाईँ मासेर जानुहुन्छ। यो कुरा म भन्छु होइन। र अर्को कुरा के भन्छु भने अहिले विजय तपाईँहरूले यो भन्नुहोस्, अहिले मैले देखिरहेको छु के फेसबुकमा, युट्युबमा, टिकटकमा होइन, तपाईँले माओवादीले गाली गर्ने, एमालेलाई गाली गर्ने, उसलाई बालेनलाई गाली गर्ने होइन, कहिले सूर्यलाई गाली गर्ने, कहिले माओवादीलाई गाली गर्ने। यो तपाईँहरूको यो परिक्रम होइन जारी भनौँ न एउटा भइरहेको छ नि, यो कुरा नहोस्। किनभनेपछि यो नेपाल भनेको घर हो, घरका परिवार हुन्। हामी सबै जनता एकजुट भएर कसरी गर्ने र कसरी हिँड्ने भनेर यो सोच्नुहोस् होइन। हामीलाई सूर्यनारायणलाई पनि हामीले भगवान् नारायणकै रूप भनेर भन्छौँ होइन। अनि पिपलको बुटलाई पनि हामीले काङ्ग्रेस भने पनि उही नारायणकै रूप भनेर हामीले चिन्छौँ होइन। अनि त्यसपछि हैसा हतौडा भनेको दुर्गा देवीको समान भनेर चिन्छौँ होइन। अनि त्यसपछि हलो भनेर पृथ्वी जोत्ने, स्वयं नन्दीले जोत्ने, पृथ्वी जोतेर हामीलाई एउटा अन्न फलाएर खाने हामी एउटा नारायणको रूप भनेर भन्छौँ
हैन। अनि त्यसपछि कलम भन्छौ सरस्वतीकै रूप भनेर भन्छौ हैन। अनि यो जति पार्टी आउनुभएको छ नि, यो पार्टी भनेको नेपालमा एउटा कुराले जुवा खेले जस्तो हो हैन। तपाईले जुवा खेले जस्तो गरेर तपाईले जित्ने र हार्ने त यो समाजमा स्कुलमा हामीले 100 जना विद्यार्थी पढाएछौँ भने फर्स्ट आउने एउटै हो। अहिले फर्स्ट घन्टी नै आउँछ हैन। तर कुनै ठाउँबाट जित पनि हुन्छ, कुनै ठाउँबाट हार पनि हुन्छ। र त मैले घन्टी मात्रै भन्दिनँ कि तपाईलाई राम्रो व्यक्तित्व ठाउँबाट जुन ठाउँबाट उठ्नु भएको छ, राम्रो व्यक्ति हुनुहुन्छ भने एमालेलाई दिनुहोस्, काङ्ग्रेसलाई दिनुहोस् हैन। राम्रो व्यक्ति चुन्नुहोस् के। तपाईहरुलाई मैले यो भन्न खोजेको होइन, तर घन्टी पनि मैले भने सबै रूपको उदाहरण दिइसकेँ मैले हैन। तर सबैलाई प्रेम गर्न सक्नुहोस्। यो भनेको एउटा नेपाल आमाको शक्ति हो हैन। एउटा घन्टी भनेको घन्टीमा पनि ऊर्जा शक्ति हुन्छ। त्यो शक्तिलाई तपाईले सत्य गरेर हिँड्नुहोस्। हिजोको दिनमा ठग पनि हुनुभयो। एउटा भनिन्छ नि रवि लामिछाने हैन। रवि छानेलाई सहकारी ठग भनेर भन्नुपर्छ। त्यही एकजना व्यक्तिले देशभरि ठगेको त होइन होला नि त हैन। एकजनालाई त आरोप लाउनु भयो, ठिक छ, ऊ ठगै हो भने तपाईले यो भोट चुनावको अगाडि उठ्न कसरी दिनुभयो तपाईले हैन। त्यही भएर यो नेपालको छोरा हो, चाहे अमेरिका जाओस् चाहे अस्ट्रेलिया जाओस्, आफ्नो देशमा आएर केही सत्य एउटा ज्ञान भक्ति गरेर एउटा अघि बढाउने त एउटा पावर हुन्छ भने के थाहा, भगवानले पो जा आफ्नै देशमा सङ्घर्ष गरेर गरेर खा हैन। सबैलाई बचाऊ, आफू पनि बाँच हैन। एकै प्रेम गर्न सिक भनेर पो पठाउनु भएको हो कि हैन। तपाईले नराम्रो मात्रै सोच्नुहुन्छ हैन। अनि बालेन शाहको कुरा भन्छु मैले हैन। बालेन शाहको कुरा पनि हैन, उहाँ बोल्नुहुन्न हैन, नबोले पनि स्टार्टर लेख्नुहुन्छ उहाँले हैन। त्यो कुरामा तपाईँ कुनमा मयुत हुनुभयो त तपाईँ हैन। सिंहदरबार जलाउने मान्छेहरूको त यतिकिन क्याप्चर त अरूले ल्याएर जलाएका छन् त। त्यही बालिनले नै जलाएको हो भने एउटा नाम आयो क्या। सत्य र राम्रो र नराम्रो मान्छेहरू छुट्टिन थियो हैन। तपाईहरूले यो देशमा छातीमा हात राखेर भन्नुहोस् हैन। राम्रो व्यक्ति छ भने जुन व्यक्ति हुन्छ, जुन पार्टी हुन्छ, तपाईँले राख्नुहोस्। यो नराख्नु भनिनँ मैले हैन। बालेन शाहलाई गाली गर्नुहुन्छ, माओवादीलाई गाली गर्नुहुन्छ, केपी ओलीले पनि त हिजोको केही कुराहरू त बिरुवाहरूलाई पनि खाना हरेक कुरा गर्नुभएको छ हैन। बालेनले पनि लेखेर अहिले के देश वार हुन्छ कि पार हुन्छ भनेर लडिराख्नु भएको छ हैन। देशमा पनि तपाईहरूले भोट माग्न जानुभन्दा अगाडि दुःखलाई चिन्न सक्नुभयो तपाईँले तपाईँले नचिनिकन आज सङ्घर्षलाई रात दिन भोग प्यास गरेर तपाईँ जसरी पार्टीमा निस्किनु भयो नि, त्यस्तै भोलि यो धरती जननी पृथ्वी माता सीता सती पार्वती र भिरकुटी सीता जन्मेको देशलाई कहिले पनि नझुकाउनु होला, यो भन्न चाहन्छु हैन। एमाले पनि हिजो वृद्ध भत्ता भनेर खान दिए, के अरे आर्मीहरूको तलब बढाए, कुनै राम्रो गरेका छन्, कुनै नराम्रो गरेका होलान्। तर कति सुनहरू काण्डहरू मेरै पनि भनौँ न अमेरिकाबाट पठाइदिएको एउटा कोरियर गरेर पठाइदिएको 5 तोला सुन पनि त्यही सरकार हुँदाखेरि जब म तपस्या नारायणीमा तपस्या बस्दाखेरि सेतो कपडा लाएर एउटा विधवाको रूपमा मरेको लाससम्म भन्थे के, त्यतिखेर उहाँले त्यो पीडा देखेर त्यो मेरो त्यस्तो फोटो देखेर त्यस्तो वृद्धको रूपमा एउटा देखेर उहाँले हामीले कमाएको एउटा नेपाली चेलीलाई एउटा केही बनाएर पठाइदियो भने एउटा कानको र एउटा मङ्गलसूत्रहरूमा 5 तोला हैछ, 4-5 तोला कति थियो त्यो त मैले ठ्याक्कै जोख्न सकिनँ। त्यो गरेपछि मैले के भने राज्यभित्र पसेर मलाई जसरी तपस्या बसेर पठाइदिएको भने त्यो सुन कली हो हैन, पैसालाई कली हो हैन। यो रोक्सी जाँड रोक्सीलाई कलीमा राखेको छ भने त्यो चिज सत्य हो भने भगवान सत्य मान्छे र असत्य मान्छे छुट्टाएर यो देशमा सत्य आओस् भनेर मात्रै भनेको थिएँ मैले। त्यो खानाको लागि मैले भनेन। आज त्यही एमालेको पार्टीमा 84 किलो हैन सुन पनि त भेट्यो भनेर भन्छन् त हैन, 4 बोरा पनि त सुन भेट्यो भनेर भन्छन्। त्यो सुन खै अहिले त्यही सुनको विकृति गरेर हेर्नुहोस्। अमेरिकाको खास गरी ब्रह्माण्ड त एउटै छ, यो देश विदेश जता कतै नेपाली नपुगेको कुनै देश छैन हैन। पुगेका छन् अनि सुनमा हेर्नु त्यति महँगो। अब नेपाली नारीले कसैले सुन लाउनु पर्दैन। सुन लाएर एउटा जब पितललाई माने पितललाई पनि सुन बराबर हुन्छ, सुनलाई माने पनि त्यो सुनलाई नमाने जब पितल बराबर हुन्छ हैन। आज नेपाली एक सोच र एक बुद्धि गरेर नेपाल भनेको हिजोको दिनमा झुके थिएन भने आजको दिन पनि नझुकोस्, भोलिको दिन पनि नझुकोस् हैन। आज जेनजी युवाले 2 दिन भित्रमा राष्ट्र ढाल्न सकेका थिए,
मेरो प्रभुले जे भन्नुभएको छ, जस्तै तपाईँ आज घन्टी बजाउँदै घर घरमा हिँड्नु भएको छ भने म पनि 2073 साल शिवरात्रिको दिन 13 गते सोमबारको दिन रुखमुनि गएर बसेकी नारी एक्लै लड्दा लड्दै तपाईँहरूको सामु हिस्टेरिया भन्नुभयो, तपाईँको ठाउँ पागल भन्नुभयो, तपाईँको ठाउँमा बहुलै भन्नुभयो। तर भोलि आना जुन पार्टीले जिते पनि देशमा सत्य ल्याउने प्रयास गर्नुहोस् हैन। तर आर्मीलाई गोली ठक्ने, के अरे पुलिसलाई गोली ठक्ने, जनतालाई गोली ठक्ने हैन, एउटा कुकुरलाई बरु इज्जत गर्ने, मान्छेलाई इज्जत नगर्ने त्यस्तो दल भोलिको दिनमा प्रधानमन्त्री होस्, चाहे राजा होस्, चाहे जोसुकी होस्, तर राम्रो हुनु हैन। मान्छेले इज्जत गर्न सिक्नुहोस् के। सबभन्दा आफ्नो जस्तै मलाई तपाईँले घृणा गर्नुहुन्छ भने मलाई कति चित्त दुख्छ भने त्यसलाई पनि त्यस्तै दुख्छ भन्ने प्रयास सुन्नुहोस् हैन। र धर्मको पक्षबाट चार वेद भनेको पनि एउटै वेदबाट खण्ड खण्ड बाँडेर 4 वेद बनाइएको भने आज शिवरात्रिमा पनि अग्नि ज्योति कृष्ण पक्ष भनेर भनिन्छ नि। कृष्ण भनेकै विष्णुको स्वरूप हो हैन। उहाँलाई पूजा गर्ने विधि हैन, कर्म गर्ने विधि हैन, केही पनि जान्नुभएको छैन के हैन। तर प्रभुले सिकाउनु भयो नि। आया रुखको बुटोलको विषक्याममा रुखा मुनि स्वामीको फेदमा बसेर भगवान विष्णु सत्यनारायण विष्णु भगवान पनि स्वामीको फेदमा बस्नु भएको थियो हैन। तप गर्नुभएको थियो, ध्यान गर्नुभएको थियो, साधना गर्नुहुन्थ्यो। उहाँले गर्दाखेरि पनि स्वयं स्वामीको फेद तिम्रो सत्य कलीमा गएर पनि स्वामीको फेदमा बस भनेर मलाई दिनुभयो। स्वयं नारायण भगवान प्रकट हुनुभयो कलीमा पनि हैन। त्यो प्रकट भएर शिक्षा दिँदा दिँदै त्यही ठाउँमा गाडीलाई यताको गाडी उता देखाइदिए मान्छे आएनन् कि हैन, बोक्सी भनेर आएनन् कि हैन, देवी भनेर आएनन् कि, नाग भनेर आएनन् कि, राक्षस भनेर आएनन् कि, देवता सासास ब्रह्मा विष्णु महेश्वर पनि बुटुलको 20 क्यामेरा बहुमुखीको क्याम्पस अगाडिबाट साथ नारायण प्रकट हुनुभएको थियो। आज मलाई तपाईँहरूले भन्नुहुन्छ नि तप त्यसै गरेको होइन, गाली त्यसै खाएको छैन, भने त्यसै खाएको छैन। मैले तपाईँहरूले जति नारीलाई चरित्रहीन भन्नुहुन्छ नि त्यति पुरुषको पनि कति चरित्रहीन नारी पक्षबाट हुँदो रहेछ। कति नारीलाई घृणा गर्नुहुँदो रहेछ। यी नारीको गर्भबाट बाहुनी भए पनि यही मासु अङ्ग हो हैन। के अरे तिनी सार्की बादी भए पनि यही नारी मङ्स 5 तत्त्वले बनेकै शरीर हो। तर मान्छेले तेरो र मेरो भन्छ भने यो शरीर त आफ्नो छैन भने जिन्दगीमा केही पनि आफ्नो छैन हैन। त्यही भएर हेर्नु, म एउटा लामा झाँक्री पनि होइन। एउटा त्यो ठाउँमा हजारौँ मान्छे आउँथे, बुटोलको 20 क्याम्पमा मान्छे हजारौँ मान्छे आउँथे। त्यतिखेर मान्छे आँखाबाट रगत आउँथ्यो, मान्छे यताका खुट्टा उता पछाडि फर्काएर यसरी पछाडि फर्केर मान्छे यसरी गरेर मुख यहाँ पुगेर हैन, मान्छेको मन्टो यहाँ पछाडि फर्केर मैले अनेक रूप देखेँ हैन। त्यो रूप देख्दाखेरि एउटा जल हालिदिएपछि मान्छे उठेर जान्थे। बोक्सीको राजा भनेर के अरे बोक्सी मैले फलाम नचाउँछु भनेर 19 जना नारायणीमा ढल्दाखेरि पुलिसका दुईटा गाडी आएर हेर्ने ताँत परेर पुलिसहरूले हेरेका छन् कि रगत आएर ढलेपछि मैले त्रिशूलले गएर नारायणीमा गाडेर पनि बोक्सीको मन्त्र भुले भनेर 19 जना रगत वाकेर मोर्र लागेका मान्छेहरू पनि त्यो जब बोक्सीको राजा म फलमसित लाएर नाच्ने म भनेर भनेपछि त्यसलाई गङ्गा हालेर गाडेपछि त्यो नि बल्ल जुर्क उठे भनेपछि त्यतिखेर पुलिसहरूले साँच्चै लान्थे भने त्यतिखेरको त्यो रगत दुनियाँ 19 जना ढल्दाखेरि त्यो बेलामा पुलिसहरूले केही गर्न सकेनन् हैन, आर्मीले केही गर्न सकेनन् हैन। त्यो बेलामा 19 जनालाई बचाएर 1 जनालाई मारेर 19 जना बच्छन् भने केही फरक परेन भनेर जब गङ्गामा गाडेपछि भोलिआन मैले मन्त्र भुले भनेर जब उठिसकेपछि सारा 19 जना मान्छे ढलेका मान्छे उठे भनेपछि यो शक्ति अदृश्य शक्ति यही पृथ्वी लोकमा छ हैन। राम्रो मान्छे पनि छ, नराम्रो मान्छे पनि छ। यति नराम्रो मान्छे मात्रै छैन भनेर तपाईँले कसरी प्रमाण दिनुहुन्छ? आफ्नो स्वास्नी मारेका छन्, आफ्नो श्रीमती मारेका छन् हैन, आफ्नो छोरा मारेका छन्, बाउ मारेका छन्, श्रीमान मारेका छन्, श्रीमती मारेका छन्। यो के छ त? यो नराम्रो शक्ति। कतिखेर नराम्रो शक्ति आउँछ, कतिखेर राम्रो शक्ति आउँछ, यो संसारमा भन्नै सकिन्न हैन। त्यस कारणले गर्दाखेरि आज भगवानले मलाई बुटोलको 20 क्याम्पबाट तिनौं गङ्गाको शिलामाथिबाट नारायणीको तपस्याबाट काठमाडौँको गौशाला चोकको तपस्या 53 दिन हैन। त्यसपछि रेसुङ्गाको पनि सारा छातीमा यत्र ढुङ्गा राखेर मैले तपस्या गरेको सोबिन भाइ तिमीले देखे हैन त?
हो नि मलाई उडाउन मेरो बिस्तारा पनि हावाले अन्नपूर्णको माछा पुछराको हावा सबै त्यही हावा त्यहाँ आएर ठोक्किने हावा मलाई म अडिन नसकेर छातीमाथि ढुङ्गा बिस्तारावधि पनि ढुङ्गा राखेर म एउटा लक्ष्मण रेखा लाएर पनि त्यसरी बसेर आज तपस्या गरेर मरेको भाइ यही ठाउँमा गाडिदिनु भनेर तपस्या गरेको नारी म हो हैन। तपाईहरुले अहिले समाजको अगाडि विकृति गरिराख्नु भएको छ हैन। आज राम्रो छौ यो देश जब बन्दैन नि हैन यो नेपाल राष्ट्र बन्दैन नि तबसम्म मेरो मुखमा अन्न चामलको ग्रहण मैले गर्ने छैन है। जब यो देशमा शान्ति फर्किनेछ तब यति शान्ति फर्केन भने जनताको अगाडि काठमाडौँको टुडी खेलमा स्वयं विष्णु भगवान शिवरात्रिको समयको रूपमा एकादशीको रूपमा स्वयं भगवान भद्रकालीको एरियामा किन जान्छु? भगवान नारायण प्रकट हुनुहुन्छ र उहाँले शिक्षा दिनुहुन्छ र अनि म जान्छु हैन। कसैले यो भद्रकाली त्यो काटमार गरेको ठाउँमा हेर्नु मैले भने नि हरेक मन्दिरमा काटमार गर्न गएको ठाउँमा झन् ऊर्जा आउला भन्दा झन् बम गर्दै म बाहिर निस्किनुपर्छ। किनभनेपछि दुर्गा देवी सबैकी आमा हुन् किन खान्थिन् सन्तानको खुन भनेर त्यसै जुराको रहेछ कि तपाईँ त्यहीसँग पनि हिँड्ने अनेक गणहरूलाई पनि त्यही रक्त काटेर चढाउनुहुन्छ नि। रातो रगत हुने चिज सबै मनुष्यको रूप बन्ने हो। त्यस कारणले गर्दा म आफ्नो ज्यान मेरो प्राण होसम्म मैले कसैको मुङ्स पनि खाँदिनँ र मैले तिमीलाई खाऊ पनि भन्दिनँ। तिम्रो खुसीले खाऊ अथवा नखाऊ तिम्रो हात छ भन्न चाहन्छु। अब जस्तो कि अहिले तपाईँले बालेन र रविको कुरा गर्नुभयो उहाँ चुनावमा उठेका छन् मान्छेले लाग्न सक्छ कि उनीहरूले जित्लान् जस्तो लाग्न सक्छ। त्यो बालेनको क्रेज हेर्दा रविको क्रेज हेर्दा अस्ति बुटोलमा त्यत्रा मान्छे थिए तिनीहरूले भोट हालेर उनीहरूलाई फेरि जिताउला नि त। किनकि फेरि केही पक्षले त फेरि यो यत्रो जेन्जी आन्दोलन गरेको पनि यही रवि र बालेनले गर्दा यस्तो भयो भनिरहन्। यस्तो हो उहाँले जित्नु होला नजित्नु होला आफ्नो हातको कुरा हो हैन। तर देशको लागि राम्रो गर्नको लागि त नराम्रो त त्यही त भने राम्रो मान्छे नि नराम्रो मान्छे नि यही धरतीमा छन् हैन। राम्रो गरेर अगाडि बढ्नुहुन्छ भने ठिकै छ हैन। उहाँ नबोले पनि एउटा देशको लागि अभिभावक हुनुहुन्छ कि हुनुहुन्न कि भनेर सारा जनताले चुनेर अँगाल्नु भएको छ। जित्ने र नजित्ने उनको हात छ। सारा जनताले खुसी भएर दिएछन् भने जित्छन् यदि होइन भनेर ठिक्क पार्छन् भने जित्दैनन्। तर मैले रविलाई बालेनलाई अबका दिनमा भ्रष्टाचार नगर्नु होला हैन। तपाईँहरूको अवश्य जित हुनेछ हैन। र यदि मैले भन्दिनँ कि राम्रा राम्रा पार्टीहरू जुन जुन पार्टी छन् हेर्नुहोस् हैन सबै एक नासको छैन हैन। तिमीहरू गुन्डाको रूप गरे पनि यही धरतीका जननीका सन्तान, देवीको रूपमा हिँडे पनि तिमीहरू यही धरतीका सन्तान, शिवको रूप गरे पनि यही धरतीका सन्तान। ब्रह्मा विष्णु महेश्वरलाई कष्ट लाग्दा त यी नारीले साथ दिए थिइन् भने यो पृथ्वीमा अब कष्ट लाग्यो भने यी नारी अवश्य जाग्ने छिन् हैन। मैले देखिरहेको छु भाइ। पहिलो तपस्यामा त मलाई 1.5 वर्षको उमेरमा लाए। दोस्रो तपस्यामा दोस्रो उसमा लाँदाखेरि त कसैले देखेका थिएनन्। त्यो बेलामा लाँदाखेरि मैले सारसार यो पृथ्वीको त्रिलोकको रूपमा देखेको छु। मोबाइलबाट देखाउनु भयो, सुनबाट देखाउनु भयो अनि यो समाजमा मान्छेहरू सबै मरेर दोधारले के अरे टडकमा हालेर पुरा खनाएर खाल्टो खनाएर दोधारले गाडी रहेको थियो हैन। मोबाइलको बारेमा देखाउनु भएको थियो। अहिले मोबाइल साना साना बच्चाहरूले त्यही मोबाइल हेर्छन्। आफन्ती आएको गएको पानी केही पनि सोध्दैनन्। त्यस्तो भइरहेको छ। संस्कृति मेटेको देखुनबाट सत्य हराएको त्यो पनि थाहा छ तिमीहरू जनतालाई हैन। जसरी तपाईहरुले यो समाजमा गौमाता भनेको धरती जननी पृथ्वी माताको स्वरूपमा हिँड्छिन् हैन। तपाईहरुले गर्न खोज्नुहुन्छ के अब यति गरेर पनि तपाई घण्टी लिएर पनि तपाईहरुले अझै पनि अहमता गरेर तपाईलाई डर एउटा धर्मको पछि डर भएन भने तपाईहरु मृत्युको मुखमा नपुग्नु होला हैन। यदि पुग्नु भयो भने भगवान विष्णुको चक्र अवश्य यो पृथ्वीमा नाचिरहेको देखेछु। त्यो चक्रले तिमीहरूलाई काट्ने छ भनेर भन्छु। सारा जनता राम्रो र नराम्रो छुट्टेर अब काटिने छन् भनेर भन्छु क्या मैले। जस्तो तपाईले मोबाइलको कुरा गर्नुभयो। यो मोबाइलले पछिल्लो समय तपाईले कुरा गर्नुभयो बच्चा बच्चीलाई दिएपछि आएको गएको थाहा हुन्न। उस्तै भरे ठुला बडा मान्छे पनि भेटघाट भयो भने फ्याट्ट मोबाइल निकाल्ने हेर्ने गरिहाल्ने। मोबाइलले धेरै विकृति ल्याएको छ। यसलाई कसरी के गर्न सकिन्छ जस्तो लाग्छ तपाईलाई? किन भन्दाखेरि पहिला सुरुमा नोकिया मोबाइलको यत्रीको टुकटुको मोबाइल आएको थियो कि नै? आएको थियो सानो। हो त्यो मोबाइल हेर्नु त्यो समयमा मलाई देउताले लिएर जाने बेला जङ्गलमा लिएर जाने बेला के
अहिले यिनीहरू पक्की घर बनाएका छन् नि, मान्छेले एउटा पक्की घर बनाउँदा पनि होम गरेर बस्नुपर्छ क्या बाबु। होम नगरिकन बस्दा त्यो ढुङ्गाबाट मान्छे पर्कर भएका काला, तिनी मान्छेहरू काला काला मान्छेहरू पर्कर भएको पनि देखेँ क्या त्यो घरबाट होइन। अनि त्यो नोकियाको यत्रो मोबाइल त घोँ 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 गर्दै पल्ला टुप्पा पुग्छ, घोँ 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 गर्दा ओल्ला टुप्पा पुग्छ। त्यही मोबाइलबाट मान्छे बन्छ, त्यही मोबाइलबाट राक्षस बन्छ। हेर्नुहोस् है, मलाई त्यो देखाएपछि त, त्यो देखिसकेपछि त भत्ता भत्ता मान्छे पृथ्वीबाट पुरा माटो यस्तो पट्टे फुट्दै मान्छे पट्ट पट्ट निस्केर त्यही बिलाएर अनि त्यसपछि मैले एउटी कन्या उडेर आएर त्यो झ्याल हेर्नु रातको 12 बजे यस्तै 11-12 बजेको समयमा ढोका खोलिने आफै हेर्नुहोस् है। त्यहाँ आएर कोखा सुत्दाखेरि यहाँबाट हात फुस्किने, यहाँबाट हात फुस्केर ढाक 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 तिनी हान्ने के। मैले चट्ट हात छेपेर सिधै त्यो धोरीखामा रामडाँडाको घरमा धोरीखामा फालिदिँदाखेरि अनि तैँले फाल्छिस् त संसारकी आमा बन्नियो, तैँले यस्तै गरियोस् भनेर त्यो हात आएर मेरो मुखमा कोपारेको के, त्यो मलाई याद छ के होइन। त्यो गरेको अनि त यो धरतीमा त आमाको रूप बनेर तँलाई हामीले हाम्रो रूप दिन्छौँ। कति पुरुष आए, कति नारी आए, हामीले खायौँ। अब सत्य आमाको आवश्यक छ, हामीलाई आमाले खुवाउनुपर्छ भनेर बसन्तपुरकी कुमारी उडेर गएर त्यो जुनेली रातमा पुरा त्यो रुमाल कुटी खेलिन्छ नि त्यस्तै गोलो आकार गरेर केटीहरूले, तिनी साना 5 वर्षकोबाट उताका कन्याले मलाई घेरेका थिए कि जुनेली रातमा राति।